सो आफ्टर 25 मिनटको ड्राइभ पछि हामी अहिले चाहिँ राजीपुर भन्ने ठाउँमा छौँ। यो चाहिँ गौरीगङ्गा नगरपालिकामा पर्दो रहेछ। अनि अझै लगभग 30-32 किलोमिटर होला घोडाघोडी पुग्न। सो बाटो एकदम राम्रो छ। टोपी स्पिडले गर्दा उड्छ कि भनेर मैले यसरी टोपी हालेको छु। अहिले चाहिँ यो पानी ब्रेक छ। अनि अब अगाडि बढ्छौँ। घाम एकदम चर्को त छैन, तर यस गर्मी नै छ भनौँ। आज यस 30-32 छ टेम्परेचर। अब यस्तो हालत भएको छ। यस्तो ठाउँमा रोकिया छ। यता आम पनि धेरै फलिएको छ गाइज। अब चाहिँ हामी अगाडि बढ्दै सो लगभग अराउन्ड 1 घन्टा 10-15 मिनटको राइड पछि लगभग हामी फाइनली यहाँ घोडाघोडी लेकमा छौँ। ब्याकग्राउन्डमा लेक छ। गर्मी मौसममा चाहिँ लगभग जस खासै धेरै लामो ड्राइभ त होइन, तर यो मौसम मैले गर्मी भएर चाहिँ अलि सजिलो भयो। हुन त मैले ड्राइभ गरिनँ। सो अल क्रेडिट गोज टु वाइफ होइन। अनि यहाँ लगभग 1 घंटा कैसे लोग रहते हैं यार यहाँ पर। यहाँ चाहिँ पुरो लेक कमलको फुलहरूले चाहिँ मस्त भरिया छ। सो एकदम गर्मीमा एकदम ड्राइभ गरेको छ बुढीले धन्यवाद दिनुपर्छ। सो कस्तो लाग्यो त घोडाघोडी लेक? एकदम ब्युटिफुल बबाल। यहाँ क्यामेरामा हेरेर भन्ने हो, क्यामेरामा हेरेर एकदम राम्रो लाग्यो। ब्युटिफुल छ। पहिला भन्दा पनि धेरै सजावट गरेको छ। ड्रेसहरू पनि छन्, क्यामेराम्यानहरू पनि छन्। धेरै राम्रो बनाएको छ पहिला। सो एकदम गर्मी चाहिँ प्रचण्ड गर्मी छ। प्रचण्ड कि प्रचण्ड गर्मी। तूफान को भी हमने बस में किया है। ड्राइभ गर्दाखेरि चाहिँ एकदमै सेफली बिचमा रोकेर 1-2 ठाउँ पानी खाएर मजाले आउनु होला, किनभने जस एकदमै गर्मी हो। यो त्यस्तो धेरै लामो ड्राइभ त होइन, तर गर्मी भएको चाहिँ एकदम अप्ठ्यारो भइरहेको छ ड्राइभ गर्दा। हुन त मैले ड्राइभ गरिनँ। सो यहाँ चाहिँ रोडको साइडतिर, यो लेकको साइडतिर चाहिँ राम्रो फुटपाथ जुन चाहिँ अब यहाँ मान्छेले फोटो खिच्नदेखि लिएर अब वाकिङ गर्ने सबै बनाएको छ। अनि यही हो लेक। तर एउटा दुःखको कुरा के छ भने मैले ल्याएको थिएँ ड्रोन चाहिँ सबैले उडाएकै देखिरहेको थिएँ मैले जस भिडियोजमा। जस नर्मली नेपालमा लगभग त्यही 5-10% मान्छेले मात्रै दर्ता गर्ने हो ड्रोन, बाँकीले त त्यतिकै उडाउने हो। यहाँ चाहिँ दर्ता गरेको ड्रोन मात्रै उडाउन पाइन्छ यस्तो भन्दै थिए। सो अरूलाई सोद्धाखेरि, क्यामेराम्यानहरूलाई सोद्धाखेरि चाहिँ ड्रोन उडाउन दिन्छ,
त्यतिकै पनि भन्दै थिएँ। सो यदि तपाईँहरूलाई जानकारी छ भने के हो त्यो चाहिँ कमेन्टमा लेख्नु पऱ्यो। अर्कोचोटि आउँदा चाहिँ होइन हामीले नि उडाउँछौँ। सो आज त हामीले राखिदियौँ ड्रोन, उडाएको छैनौँ। सो एकचोटि फेरि सोधेर के हुन्छ अब यो उडाउनु दिने हो कि नदिने हो त्यसपछि चाहिँ ट्राई गरौँला। वाइट यहाँ चाहिँ यो हाम्रो थारू कल्चरका कुराहरू चाहिँ बढी झल्किने हिसाब चाहिँ बिचबिचमा यसरी झुन्ड्याएको छ। अनि यतापट्टि चाहिँ बोटिङको लागि चाहिँ बेग्लै ताल त त्यही हो, तर अहिले यो एरिया चाहिँ यतापट्टिको एरिया चाहिँ बोटिङको लागि छुट्याएर रहेछ। देख्न सक्नुहुन्छ त्यहाँ बोटिङ गरिरहेछन् मान्छे। अनि यहाँ चाहिँ एउटा सानो क्याफे छ। सो फर्स्ट हामी बोटिङको बारेमा के हो बुझ्छौँ अनि बोटिङ गर्नुपर्ने छ आज गर्मीमा बोटिङ। अनि हजुरलाई जाडो मनपर्छ कि गर्मी? गर्मीमा जाडो मनपर्छ, जाडोमा गर्मी मनपर्छ। अलराइट, हामी यहाँ बोटिङमा घोडाघोडीको बोटिङमा छौँ। तर यहाँ बोटिङ सो यहाँ बोटिङको अनुभव ल। सो यहाँ बोटिङको अनुभव नभएर हामीलाई यहाँ अलिक गाह्रो भइरहेछ। यहाँ मेन बोटिङको पाइलट ड्राइभर छन् बुढी, अनुभव नभएर यस्तो भइरहेछ। यस्तो भएको छ कि जति घुमाए पनि यतै मात्रै आइरहेछ यो, बस योभन्दा उता गइरहेको छैन बोटिङ। यहाँ हेभी ड्राइभर छन्, हेभी ड्राइभर। अलिकति गर्मी चाहिँ थोरै कम भयो, तर यस बोटिङ चाहिँ राम्रो भइरहेछ छैन हाम्रो। जस यतै यही एरिया मात्रै घुमिरहेछ, अलि लामो जानुपर्ने। गर्मी अलि कम भएको छ, जस बोटिङको आनन्द लिइरहेछौँ हामी बुढाबुढी। सो अलिकति यो बोटिङको चाहिँ थोरै अहिले चाहिँ अलिक लाइनमा आयो यो चलाउने। सुरुमा चाहिँ अलिक गाह्रो भयो पनि जस यहाँ चाहिँ दुईवटा टाइपले, एउटा चाहिँ आफै चलाउनु मिल्ने र एउटा चाहिँ अब प्राइजमा चाहिँ आफै चलाउनु मिल्नेवाला हुन्छन्। र यहाँ चाहिँ अब ड्राइभर 50 रुपियाँ चार्ज लिँदो रहेछ यदि तपाईँले चाहिँ यो राम्रोसँग चलाउनु आउँदैन भने चाहिँ जस्तो। अनि एउटा चाहिँ 50 रुपियाँ वाला बोट छ, एउटा चाहिँ यो 100 रुपियाँ। अहिले हामी लिएको चाहिँ 100 रुपियाँवाला हो। एउटा अर्को 50 रुपियाँवाला बोट पनि छ। अनि त्यस पानी त्यति क्लिन नभए पनि त्यस बोटिङको मजा चाहिँ राम्रो आइरहेछ। अनि एरिया पनि त्यस राम्रै छ, ठुलो एरिया छ। अब लेट्स सी यो बोटिङ गरिसकेपछि हाम्रो नेक्स्ट प्लान चाहिँ के हुन्छ। अब त्यस अरू ठाउँ जस्तै फोटोग्राफरहरू चाहिँ एकदमै धेरै छन्, करिबन 20-25 जनाभन्दा पनि बढी फोटोग्राफर होला नि यो एरियामा। अनि फोटो चाहिँ खिच्न सक्नुहुन्छ मजाले क्यामेराबाट होइन, जस्तो चाहे आफूले पैसा दिने उनीहरूले खिचिदिन्छ अनि मजाले लिने। सो यो चाहिँ तालको भ्यू यस्तो छ। अनि यहाँ पाइलट साहबको ड्युटी चालु छ। अनि यताबाट चाहिँ यो चाहिँ भयो लेकको भ्यू।
किन्ने बाइक पार्को हो पारो बुर्का लग्यो भाइ बाइक किने जय कागोडी ताल की जय सो भर्खरै यहाँ हामीले टिका सम्पन्न गऱ्यौँ होइन जे होस् फाइनलमा चाहिँ इन्डिङ यसैमा हुन्छ ब्लग घोडाघोडी राम्रो छ तर गर्मीमा चाहिँ अहिले ड्राइभ गर्न गाह्रो भएकोले अहिले राम्रो ड्राइभ गर्नु होला होइन ठाउँ ठाउँमा पानी पिइराख्नु होला एकदम गर्मी छ सो ब्लग यहीँ एन्ड हुन्छ सबैको जय होस्